म त खान्न नि, किन तलब खाँदैन? किन तलब खानुपर्ने जरुरत छ? नेपालको राजनीतिमा पदका लागि नैतिकता बेच्ने चलन पुरानो हो, तर कहिलेकाहीँ अपवादको रूपमा कोही उभिन्छ वा कम्तीमा उभिएको जस्तो गर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री सुदन गुरुङले हालसालै आफ्नो पदबाट राजीनामा दिएका छन्। यो घटना एकाएक भएको होइन। यसको पछाडि छ एउटा लामो विवादको श्रृङ्खला, जसमा सम्पत्ति विवरण, शेयर लगानी र नैतिक प्रश्नहरू केन्द्रमा छन्। यस भिडियोमा हामी ती सबै विवादहरूको क्रमशः विश्लेषण गर्नेछौँ, तथ्यका आधारमा, तर्कका आधारमा र नेपाली राजनीतिको सन्दर्भमा। सुदन गुरुङ रासोपाका एक प्रमुख नेता हुन्। रवि लामिछानेको युवा राजनीतिको लहरमा उदाएको यो पार्टी आफ्नो स्थापना कालदेखि नै भ्रष्टाचार विरुद्ध, पारदर्शिताको पक्षमा र जवाबदेहिताको लागि आवाज उठाउँदै आएको छ। त्यही पार्टीको सरकारमा गृहमन्त्री बनेका गुरुङले 2082 चैत 13 देखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाले। गृहमन्त्री भनेको नेपालको आन्तरिक सुरक्षा, प्रहरी, अनुसन्धान र कानुन व्यवस्थाको सर्वोच्च जिम्मेवार व्यक्ति हो। त्यसैले यस पदमा रहने व्यक्तिको आचरण, सम्पत्ति र व्यावसायिक सम्बन्धहरू अत्यन्त संवेदनशील विषय हुन्। वैशाख 30 गते अर्थात् अप्रिल 12मा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सुदन गुरुङको सम्पत्ति विवरण सार्वजनिक गर्यो। नेपालको कानुनले मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ। यो पारदर्शिताको एउटा महत्त्वपूर्ण संयन्त्र हो। तर सुदन गुरुङको केसमा सार्वजनिक भएको विवरणले जवाफभन्दा बढी सवाल ल्यायो। सम्पत्ति विवरण अनुसार उनको नाममा वा परिवारको नाममा निम्न सम्पत्ति छन्: धनकुटाको कार्की छापमा 19 रोपनी जग्गा, चितवनको भरतपुरमा 18 देखि 30 कट्ठा जग्गा, गोर्खाको चुमनुम्री 3मा 221 रोपनी जग्गा, 89 तोला सुन र 6 किलो चाँदी पुर्ख्यौली सम्पत्ति भनिएको, नबिल ब्याङ्कमा 56,20,000, लक्ष्मी सनराइज ब्याङ्कमा 5,35,400 र सानिमा ब्याङ्कमा 1,574 रुपैयाँ। यति ठुलो सम्पत्ति देख्दा सर्वसाधारण जनताको जिज्ञासा जाग्नु स्वाभाविक हो। विशेषतः गोर्खामा रहेको 221 रोपनी जग्गाले ध्यान तान्यो, किनकि यो एउटा सामान्य व्यक्तिको लागि असाधारण मात्रामा ठुलो जमिन हो। यी सम्पत्तिमा प्रश्न उठेपछि गुरुङले संसद सचिवालयमा पत्रकारहरूलाई उल्लेख भएका जग्गा जमिनहरू हजुरबुवाको नाममा रहेको, अंशबन्डा नभएका पुर्ख्यौली सम्पत्ति भएको बताए। तर यसले प्रश्नको पूर्ण जवाफ भने दिएन, किनकि सम्पत्ति विवरणमा बैङ्कमा रहेको नगदको स्रोत खुलाइएको थिएन, जुन कानुनी दायित्व हो। सम्पत्ति विवादभन्दा पनि ठुलो तरङ्ग उठायो स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको लगानी सम्बन्धी विवादले। यो एउटा माइक्रो बिमा कम्पनी हो जसले सन् 2022मा नियामक स्वीकृति पाएको थियो, तर अहिलेसम्म आइपिओ भने जारी गरेको छैन। कम्पनीको प्रारम्भिक सेयर दर्ता किताबको 49औं नम्बरमा गुरुङको नाम छ, जसमा उनको 25 लाख रुपैयाँको लगानी देखिएको छ। यहाँसम्म भए पनि कुनै विशेष प्रश्न उठ्ने थिएन, तर यही कम्पनीमा अरूको पनि लगानी भएको थाहा हुँदा विवाद सुरु भयो, जसमा दीपक भट्ट, जसमाथि सम्पत्ति शुद्धिकरण अर्थात् मनी लन्डरिङको आरोप लागेको थियो, र सुलभ अग्रवाल, जो शङ्कर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन्। प्रश्न उठ्यो, जुन व्यक्तिले देशको आन्तरिक सुरक्षा, प्रहरी अनुसन्धान र वित्तीय अपराधको जाँच पडताल गर्ने निकायको नेतृत्व गर्छ, उसले सम्पत्ति शुद्धिकरणमा आरोपित व्यक्तिसँग व्यापारिक साझेदारी गर्न मिल्छ र? दोस्रो प्रश्न थियो, के यी सेयरहरू आधिकारिक सम्पत्ति विवरणमा समावेश थिए कि थिएनन्? विरोधीहरूले दाबी गरे कि गुरुङले यो लगानी सम्पत्ति विवरणमा लुकाएका थिए। गुरुङले यसको जवाफ दिँदै भने कि मन्त्री परिषदको वेबसाइटमा उनको 2 करोड रुपैयाँभन्दा बढीको सेयर लगानी स्पष्ट रूपमा सूचीकृत छ र स्टार माइक्रो इन्स्योरेन्स तथा लिबर्टी माइक्रो लाइफको लगानी पनि त्यही श्रेणीमा समेटिएको छ। उनले थपे कि उक्त लगानी 2080 भदौ 29 को ऋण सम्झौता मार्फत गरिएको थियो र सबै कारोबार बैंकिङ प्रणाली मार्फत नै गरिएको थियो। विवाद बढ्दै जाँदा प्रमुख प्रतिपक्षी दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले र श्रम संस्कृति पार्टीले उनको राजीनामा माग गर्दै स्वतन्त्र छानबिनको माग गरे। राजनीतिक दबाव चुलिँदै गयो। अन्ततः गुरुङले सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरे। उनले लेखे कि पदमा रहँदा अनुसन्धानमा स्वार्थको द्वन्द्व
अर्थात् कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन सक्ने भएकाले निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न राजीनामा दिएको हो। उनले भने, मेरो लागि पदभन्दा नैतिकता ठुलो हो र जनविश्वासभन्दा ठुलो कुनै पनि शक्ति छैन। उनले जेनजी आन्दोलनलाई पनि उल्लेख गरे। 46 जना युवाहरूको बलिदानबाट बनेको यो सरकारले प्रश्न उठेपछि नैतिक निष्ठा देखाउनु नै सही जवाब हुने बताए। राजीनामा दिनु अगाडि भने गुरुङले सामाजिक सञ्जालमा आक्रामक शैलीमा यी आरोपहरूलाई मिडिया ट्रायल र प्रायोजित हल्ला भन्दै खण्डन गरेका थिए। उनले लेखेका थिए, वर्षौंदेखि नागरिकको रगत र पसिनाबाट बनेको राष्ट्रिय ढुकुटीमा आँखा गाड्नेहरू आज त्रसित छन्। उनले पत्रकार, सर्वसाधारण र युवाहरूलाई सत्यको पक्षमा उभिन आग्रह गर्दै सार्वजनिक जीवन र सञ्चार माध्यममा रहेका अन्य व्यक्तिहरूको पनि वित्तीय स्वार्थबारे छानबिन हुन सक्ने सङ्केत गरे। रासोपा नेतृत्वको सरकार गठन भएको केही हप्तामै मन्त्रीमण्डलका केही सदस्य विवादमा परिसके। श्रम मन्त्री दीपक कुमार शाहले आफ्नी पत्नीलाई स्वास्थ्य बिमा बोर्डमा पुनर्नियुक्ति गरेको विवादपछि पार्टीको राइट टु रिकल प्रावधान अन्तर्गत पद गुमाउनु पर्यो। गुरुङ स्वयं यसअघि फेवाताल क्षेत्रको जग्गा विवादमा पनि तानिएका थिए। जुन पार्टीले भ्रष्टाचार विरुद्ध लड्ने नाममा जनताको मत पायो, त्यही पार्टीका मन्त्रीहरू एकपछि अर्को विवादमा फस्दा सोध्नुपर्ने प्रश्न स्पष्ट छ, के यो परिवर्तन थियो वा केवल अनुहार फेर्ने प्रयास? गुरुङको राजीनामालाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ। एकातिर उनले स्वेच्छाले पद छाडे, कानुनी बाध्यता नभई, केवल स्वार्थको द्वन्द्व नहोस् भन्ने नैतिक कारण देखाएर। नेपालको राजनीतिक इतिहासमा यस्तो स्वैच्छिक राजीनामा दुर्लभ छ। यस हिसाबले उनको कदम सराहनीय छ। अर्कोतिर उनले लगानी गरेको कम्पनीमा सम्पत्ति शुद्धिकरणमा आरोपित व्यक्ति साझेदार छन् भन्ने तथ्य गम्भीर छ, विशेषतः जब उनी नै त्यस्ता अनुसन्धान गर्ने मन्त्रालयका प्रमुख थिए। यस हिसाबले प्रश्न उठ्नु पनि स्वाभाविक नै हो। अन्ततः राजीनामाले विवाद समाप्त गर्दैन, बरु स्वतन्त्र छानबिनको ढोका खोल्छ। त्यो छानबिन हुन्छ वा हुँदैन र त्यसको परिणाम के आउँछ, त्यसमा नै गुरुङको नैतिकताको वास्तविक परीक्षण हुनेछ। सुदन गुरुङको राजीनामाको कथाले नेपालको राजनीतिका दुई परस्पर विरोधाभासी प्रवृत्तिलाई उजागर गर्छ। एकातिर परिवर्तनका लागि जनताको चाहना, अर्कोतिर पुरानो राजनीतिक संस्कारको सम्भावित निरन्तरता। रासोपाले नयाँ राजनीतिको प्रतिनिधित्व गर्ने दाबी गर्छ, तर नयाँ राजनीति केवल नयाँ अनुहारले बन्दैन। त्यसका लागि नयाँ आचरण, नयाँ पारदर्शिता र नयाँ जवाबदेहिता चाहिन्छ। गुरुङको राजीनामा त्यसतर्फको एउटा कदम हुन सक्छ, तर यो पर्याप्त हो वा होइन त्यो जनताले र आउने दिनहरूले निर्गोल गर्नेछन्। जुन सरकार 46 युवाहरूको बलिदानमाथि उभिएको छ, त्यसले आफ्नै मापदण्डमा खरो उत्रनुपर्छ।